तपाईँले अहिलेसम्म खेलेको म्याचहरूमध्ये यो म्याच कहिले बिर्सिनु नसक्ने र आफूले बेस्ट दिएको म्याच सम्झिनु पर्यो भने कुन भन्नुहुन्छ? नामिबियामा म र करण दाइ हामी ब्याटिङमा त्यो ब्याटिङमा थियो, लास्ट विकेट पार्टनरसिप सबैजना त अब त्यो त रमाइलो थियो नि त त्यो गेम। फर्स्ट टाइम तपाईँले ब्याटबाट चाहिँ नि कन्ट्रिब्युट गरे त्यही म्याच 5 रन के कन्ट्रिब्युसन द्याट इज अ बिग कन्ट्रिब्युसन किनभने त्यो भन्दा नि तपाईँ करण दाइले कसरी त्यो ह्यान्डल गरेर होला नि सबै कुराहरूलाई। आई मिन अब त्यति बेलासम्म करण दाइ एज अ ब्याटर त कहाँ चिन्नु कसैले धेरैले होइन, तर अब साइडमा म बसिरहेको थिएँ। मैले त यति मात्र भने दाइ तपाईँ खेल्नु, तपाईँले रन बनाउनु। त्यति बेला मेरो एबिलिटी थिएन बााउन्ड्रिज हान्ने, अब जसरी म फियरलेस खेल्छु त्यस्तो चाहिँ मेरो थिएन। त्यही भएर मैले दाइ तपाईँ चिन्ता नलिनु, यता म बस्छु, जसरी तसरी मेरो स्ट्रेन्थ मैले अघि नै भने नि सबभन्दा कबाडी स्ट्रेन्थ छ दुनियाँकै होइन। मैले ब्याटिङ गर्ने उभिने तरिका चाहिँ सबभन्दा कबाडी नै देखिन्छ दुनियाँमै। तर पनि मैले दाइले भने तपाईँ जसरी हुन्छ म यहाँ रोक्छु एकतिरबाट, तपाईँ चाहिँ त्यहाँ गर्नु होइन, तपाईँले जे ठिक लाग्छ, तपाईँले हिटिङ गर्दा होस् सिङ्गल डबल लिएर होस्, तपाईँले जसरी ठिक लाग्छ त्यो गर्नु। एन्ड वाट ए मोमेन्ट इट वाज कि द वे ही वाज स्म्यासिङ द बल, कसरी त्यो वन्स इन ए वाइल्ड हुने कुरा हो कि, त्यो वन्स इन ए जेनेरेसन आउने खालको कुरा लाग्छ होइन। त्यो मोमेन्ट चाहिँ अविस्मरणीय नै छ। त्यो मोमेन्टले हामी हाँसौँ जस्तो लाग्छ कि कहिले, किनभने त्यो गेम हार्दै भए हामी फेरि अर्को च्यालेन्जरहरू के खेलेर आउनु पर्ने हुन्थ्यो, ओडिया स्टेटसको बाटै खुल्थेन।